रमा एकादशी व्रतको सम्पूर्णलाई धेरै धेरै शुभकामना छ। रमा एकादशी व्रत विधि, व्रत कथा र सम्पूर्ण पूजा विधि र दान विधिको बारेमा चर्चा गर्नको लागि म श्री गुरु हजुरको साथमा उपस्थित भइसकेको छु। हजुरहरू पनि यदि रमा एकादशीको व्रत बस्दै हुनुहुन्छ भने पनि यो भिडियो हजुरका लागि एकदमै लाभकारी छ। र अर्को कुरा, व्रत नबस्नेहरूलाई पनि जो कथाको सार हुन्छ नि, सारांश, यहाँनिर मैले सबै कथाहरू त वाचन गर्न नसके पनि हजुरलाई कथाको जुन सारांश हो, कथाको जुन फाइदा हो, कथाले दिन खोजेको जुन सन्देश हो, त्यसको विषयमा भने म दुधको दुध, पानीको पानी हजुरलाई यहाँनिर छुट्याइदिनेछु। त्यही भएर पनि यो भिडियो हजुरका लागि निकै समय सान्दर्भिक र मार्मिक रहेको म जानकारी गराउन चाहन्छु। म अब ढिला नगरिकन तिथि मितितिर अगाडि बढ्न चाहन्छु। 2082 सालको असोज महिनाको 31 गते अक्टोबर 17, 2025 रमा एकादशी व्रत परेको छ यस दिन, र व्रत बस्ने एकादशी नै यही हो। र रमाको अर्थ के हो भन्ने कुराको चर्चा पनि म हजुरको साथमा गर्नेछु। कार्तिक कृष्ण एकादशी वा रम्भा एकादशी या रमा एकादशी कार्तिक महिनाको कृष्ण पक्षको एकादशी हो। तिहार भन्दा केवल 4 दिन अघि यस एकादशी पर्छ। लक्ष्मी माताको अर्को नाम भनेको रमा हो। अब हजुरले बुझ्न सक्नुहुन्छ कि लक्ष्मी माताको विशेष कृपा प्राप्तिको लागि, लक्ष्मीजीको विशेष आशीर्वाद प्राप्तिको लागि यो एकादशी व्रत निकै राम्रो मानिन्छ। हजुरले यो एकादशीमा यदि व्रत बस्नुभयो, यो एकादशीमा यदि हजुरले कुनै पनि भजन कीर्तनहरू गर्नुभयो, यो एकादशीमा भगवान लक्ष्मी नारायणको यदि नाम जप गर्नुभयो भने यसको फाइदा भनेको असंख्य रहेको छ। कति फाइदा छ त्यो पनि थाहा छैन, धेरै नै करोडौं लाखौं फाइदा मिल्नेछ। त्यही भएर हजुरले अर्को कुरा भनेको रमा देवी अथवा लक्ष्मीजीलाई घरमा भित्राउने एकादशी पनि हो। त्यसैले गर्दा पनि हजुरले यो एकादशी सकेसम्म व्रत बस्नुपर्ने अनिवार्य एकादशीमा पर्छ। र हजुरहरू पनि सक्नुहुन्छ भने यो एकादशीमा व्रत बस्नको लागि म विशेष 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 हजुरका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यस कारण पनि लक्ष्मीनारायण भगवान विष्णुका लागि यस एकादशीको महत्त्व धेरै रहन गएको छ। यस एकादशी यति महत्त्वपूर्ण छ कि यस दिन व्रत लिनाले 1000 अश्वमेध यज्ञ र 100 राजसूय यज्ञहरू बराबरको फल मिल्छ भन्ने विश्वास गरेको छ। भनेपछि त यो एकादशीको व्रत बस्दाखेरिमा त निकै फाइदा रहेछ है। र भक्ति मार्गमा लागेकाहरूका लागि त फाइदा र घाटा भन्ने कुरै छैन, उहाँहरू बस्नुहुन्छ पनि। तर हामीहरू स्वार्थी प्राणीहरू त एक एक पाइलाको फाइदाहरू हामीले हेरेर अगाडि बढेका हुन्छौँ। त्यस्तो व्यक्तिका लागि पनि यो व्रत भनेको निकै लाभकारी व्रत छ। त्यसैले गर्दा हजुरले यो व्रत अवश्य पनि बस्नको लागि म अनुरोध गर्न चाहन्छु। व्रतको विधिहरू म पछि बताउने छु। पहिला सुरुमा म सामान्य कथा है, सामान्य कथा, कथाको सारांश म हजुरका लागि यहाँनिर वाचन गर्न चाहन्छु। हजुरले यहाँनिर सुन्नु होला। रमा एकादशीको महात्म्य छोटो रूपमा है। महाभारतमा कृष्णले युधिष्ठिरलाई चन्द्रभागाको भक्तिको उदाहरण दिएर यस एकादशीको महात्म्य वर्णन गर्नुभएको छ। चन्द्रभागा अनि उनका पिता मुचुकुन्द र पति शोभनासँग जोडिएर यस एकादशीको बयान भएको छ। रमा एकादशीको दिन राजा मुचुकुन्दले राज्यभरि सबैलाई उपवास लिन भनेका हुन्छन्। चन्द्रभागाले राजा शोभनासँग विवाह गरेपछि शोभनाले पनि यस एकादशीको व्रत त सुरु गर्छन्। तर सुस्तो रे कमजोर हुँदै गएका राजा शोभनाको एक दिन मृत्यु भयो। पतिको मृत्युपछि चिन्ता र वियोगले चन्द्रभागा आफ्नै पिता मुचुकुन्दका घरमा अर्थात् माइते बस्न थालिन्। तर रमा एकादशी व्रतको प्रभावले राजकुमार शोभनको इन्द्र राज्य सरह धन धान्य र सुखले युक्त मन्दराचल पर्वतमा पुनः जीवन प्राप्त भयो। एक दिनको कुरा हो। राजा मुचुकुन्दकै राज्यका एक ब्राह्मण तीर्थयात्राका क्रममा घुम्दै घुम्दै जाँदा बाटो भुलेर मन्दराचल पर्वतमा पुग्दा भए। त्यहाँ पुगेपछि उनले राजकुमार शोभनलाई अचानक देख्दा भए। उनले शोभन कसरी मन्दराचल पुगे भने सबै इतिवृत्तान्त जानकारी लिए। शोभनले आफू ससुरालीमा हुँदाका सबै घटना वृत्तान्त सुनाए। रमा एकादशीको व्रतको प्रभावले आफूलाई यस्तो स्वर्गीय शान्ति प्राप्त भएको कुरा ती ब्राह्मणलाई पनि सुनाउँदा भए।
त्यसपछि चन्द्रभागाले मन्दराचल पर्वत पुगेर ती ब्राह्मणलाई आग्रह गरिन्। ब्राह्मणको पनि चन्द्रभागालाई मन्दराचल पुर्याएर वामदेव ऋषिका आश्रममा राखे। वामदेव ऋषिले चन्द्रभागासँग सबै वृत्तान्त सोधे। वेद मन्त्रहरूद्वारा चन्द्रभागालाई अभिषेक गरिदिए। रमा एकादशीको व्रत र अभिषेकका प्रभावका कारण चन्द्रभागाको शरीर पनि दिव्य भएर प्रज्वलित भयो। त्यसपछि चन्द्रभागा आफ्ना प्रिय पति शोभनका समीप पुगिन् र रमा एकादशी व्रतका प्रभावले यस्तो सबै अभूतपूर्व मिलन सम्भव भएको भन्दै सुखीले विशेष गरेर अत्तालिन्। त्यसपछि शोभित र चन्द्रभागा सदा सर्वदा सुख समृद्धि प्राप्त गरी मन्दराचलमा राज्य विराज गरे। त्यही भएर जसले रमा एकादशीको व्रत सम्पन्न गर्छ उसको सबै यसै गरी पाप नाश भई समृद्धि प्राप्ति हुने विशेष गरेर विश्वास गरिएको छ। बोलो कृष्णचन्द्र भगवान की, लक्ष्मी नारायण भगवान की, सीताराम भगवान की जय। यसरी मृत्यु भएको व्यक्ति पनि व्रतका प्रभावले गर्दा धराधाममा आएर सुख भोग गर्नुभयो। सुख पनि यति धेरै भोग गर्नुभयो कि त्यो वर्णन गरेर साध्य छैन। जसले पनि यो कथा छोटो रूपमा जुन कथा हजुरले सुन्नुभयो हजुरलाई एकदमै धेरै पुण्य मिल्नेछ। र एकादशी व्रतको प्रभाव भनेको त यस्तो, नियम भनेको त एउटै छ साथीहरू, दशमीको साँझबाट नै माछा मासु खानु भएन। अर्को दिन बिहान एकादशीको दिनमा ब्रह्म मुहुर्तमा उठ्नु पर्यो। सकेसम्म 5 बजे भित्र नै उठेर हजुरले स्नान गर्नुपर्छ। बिहान सूर्योदय अगाडि उठी नित्य शुद्ध बनी निराहार व्रत बसी दानहरू आफूले कर्महरू बिहानको समयमा गर्नुपर्छ। र हजुरको घरमा जुन मूर्तिहरू, लक्ष्मीनारायणका मूर्तिहरू हुन सक्छन्, राधाकृष्णका मूर्तिहरू हुन सक्छन्, शालिग्रामजी हुनुहुन्छ, उहाँलाई अरू दिन हजुरले अब जलले मात्रै स्नान गर्नुहुन्थ्यो भने एकादशीको दिनमा पञ्चामृतले स्नान गर्ने। पञ्चामृतले स्नान गर्नुको महत्त्व अद्भुत मानिएको छ। पञ्चामृतले स्नानहरू सम्पूर्ण कर्म सकिसकेपछि हजुरले रमा एकादशीको अवसरमा हजुरले विष्णुलाई धूप दिने, दीप देखाउने, नैवेद्यहरू, फूल एवं मौसम अनुसारका फलफुलहरू हजुरले चढाउन सक्नुहुनेछ। अरू एकादशी व्रतमा झैं रमा एकादशीमा विष्णु अवतार तुलसीको पूजा गरिन्छ। हजुरले तुलसीलाई पनि मान्नुपर्छ, तुलसीको पनि पूजा गर्ने पनि गर्नुपर्छ र तुलसीको पनि सेवा पूजा हजुरले गर्ने, शालिग्रामजीको पनि पूजा सेवा गर्ने। घरमा सम्पूर्ण जो देवी देवताका मूर्तिहरू हुनुहुन्छ उहाँहरूको पूजा सेवा गरिसकेपछि साँझको समयमा दीप प्रज्वलन गर्ने सन्ध्याको समयमा, र रातिको समयमा पनि हजुरले व्रत बस्ने। सकिन्छ भने एकादशीको रातिको समयमा चाहिँ भजन कीर्तन गर्ने जति सकिन्छ। अब 24 घण्टा 12 घण्टा नसकिएला 1-1.5 घण्टा भए पनि राधे कृष्ण 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 राधे राधे, राधे श्याम 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 राधे राधे, यसरी हजुरले राधे श्याम राधे कृष्ण भन्दै 1-1.5 घण्टा भजन गरेर हजुरले सुत्न सक्नुहुन्छ। अनि अर्को दिन बिहान 5 बजे उठेर स्नान गरेर व्रतको पारण गर्न सक्नुहुन्छ। व्रतको पारण गर्दाखेरिमा कन्याहरूलाई टीका लगाइदिने, दान दक्षिणा दिने, गुरुहरूलाई टीका लगाइदिने, साधु सन्तहरूलाई टीका लगाइदिने, हैन, पवित्र जलाशयमा गएर स्नान गर्ने, दान गर्ने, आफूले सकिन्छ भने माछालाई केही खानेकुरा दिने, कुकुरलाई केही खानेकुरा दिने, कागलाई केही खानेकुरा दिने। सम्पूर्ण यो जगतमा जति पनि प्राणीहरू छन् उनीहरूलाई सुखको अनुभूति गराउनु नै व्रतको पारण हो है। यसरी हजुर अगाडि बढ्न सक्नुहुन्छ। सम्पूर्णलाई रमा एकादशीको फेरि पनि धेरै धेरै शुभकामना म व्यक्त गर्न चाहन्छु र बिदा हुन्छु। जय भोलेनाथ, जय